आदरणीय दर्शकवृन्द, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदै पुनः म उपस्थित भइसकेको छु हेर्ने आँखा युट्युब च्यानलमा। र हेर्ने आँखा युट्युब च्यानल पहिलोचोटि मात्र हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर अनि छेउमा रहेको बेल आइकन घन्टीलाई प्रेस गरेर हेर्ने आँखा युट्युब च्यानलसँग जोडिनुहोला। र विभिन्न जानकारीमूलक भिडियोहरू लिएर म उपस्थित हुने गरेको छु। आज पनि हेर्ने आँखा युट्युब च्यानलमा नेपाली सिरियल भद्रगोलको विषयमा जानकारीमूलक भिडियो लिएर उपस्थित भइसकेको छु। अब लागौं भद्रगोल। भद्रगोल नेपाल टेलिभिजनको एक अत्यन्त लोकप्रिय हास्य टेलिश्रृङ्खला हो। यस सिरियलले गाउँघरको दैनिकी, त्यहाँका रमाइला पात्रहरू र ती पात्रहरूसँग सम्बन्धित विभिन्न हास्यास्पद घटनाहरूलाई प्रस्तुत गर्दछ। यो सिरियल गाउँ समाजमा घट्ने सामान्य समस्याहरू, लोभ, ईर्ष्या, प्रेम, दुश्मनी आदि कुरालाई व्यङ्ग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा देखाउँछ। सिरियलले नेपालको ग्रामीण जीवन, गाउँका रमाइला पात्रहरू र तिनका दैनिकी कथाहरूमा आधारित रहेर समाजमा हुने सामान्य समस्या, कमी कमजोरी, लोभ, ईर्ष्या, छलकपट आदिको हास्य शैलीमा चित्रण गर्छ। यस सिरियलको मुख्य आकर्षण गाउँका बौलाहा पात्रहरू, उनीहरूको हास्यास्पद योजनाहरू र हास्यपूर्ण झगडा तथा मिलन छन्। नेपाली समाजको यथार्थ चित्रण हास्यको माध्यमबाट विभिन्न पात्रहरूको फरक शैली र संवादहरू सामाजिक नैतिक सन्देशसहित मनोरञ्जनात्मक रहेका छन्। लोकप्रियता। भद्रगोल केही समयसम्म नेपालको सबैभन्दा बढी हेर्ने हास्य टेलिश्रृङ्खलामध्ये पर्थ्यो। बालबालिकादेखि वृद्धसम्मले रुचाउने सिरियल हो। विवाद परिवर्तनहरू। केही मुख्य कलाकारहरू जस्तै पहाडी र अन्य कलाकारहरू अलग भई सक्किगोनी जस्ता नयाँ सिरियलमा लागेपछि भद्रगोलको लोकप्रियतामा केही ह्रास आएको थियो। धेरै पात्रहरूले गाउँको सामान्य जीवनशैली, लालच, ईर्ष्या, प्रेम, झगडा, योजना र हास्यास्पद परिस्थितिहरू मार्फत दर्शकलाई हँसाउने प्रयास गर्छन्। सुरुमा पाहाडे, जिग्री, बले जस्ता कलाकारहरू प्रमुख भए पनि पछि उनीहरू बाहिरिएर नयाँ सिरियल सक्किगोनीमा लागेपछि भद्रगोलमा नयाँ पात्रहरू थपिएका थिए। भद्रगोल नेपाली गाउँको जीवनशैली, समस्याहरू र हास्य परिस्थितिहरूलाई मजाले देखाउने उत्कृष्ट मनोरञ्जनात्मक कार्यक्रम हो भद्रगोल। हस्त दर्शकवृन्द, यस्तै जानकारीमूलक भिडियोहरू लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि ओझेल हुन चाहे हस्त नमस्कार।